हेलो साथीहरु, रियली एक्साइटेड टु अनाउन्स कि अब एउटा नयाँ सुरुवात गर्नेछु। धेरै भयो कुरा हिन्दीमा, अब नेपालीमा नि गर्नेछु। अब मेरो नेपाली सुनेर अलिकति अप्ठ्यारो लाग्दैछ होला, किनकि इन्डियाको ठाउँ ठाउँमा बसेको हो, त्यही भएर मेरो बोली भिन्दै लाग्दैछ होला। तर मनको गहराईले एउटा सत्य भनेछ, अनि त्यो यो हो कि एकपल्टको नेपाली सधैँ नेपाली चाहिँ रहनेछ, हैन र? अनि म त हो जो नेपाली यार, मेरो घर पनि नेपालमा जो हो, म स्याङ्जाको हो, अनि रियल नेम मेरो गङ्गा, तर आई वुड लाइक टु कल माई सेल्फ ग्याङ्स, अनि स्टेज नेम ग्याङ्स। अब यो भिडियो गर्नेको एउटा तात्पर्य हो कि यार अब आफ्नो ल्याङ्ग्वेजमा नि कुरा गरौँ नि है। यस्तो त होइन कि मैले नेपाली आउँदैन भनेर, नेपाली आउँछ। अब त्यही भएर अब कन्टेन्ट्सहरू जो छ, जो मैले बनाउँछु क्रिकेटको माथि है, त्यसपछि शायरी, सर्ट स्टोरिज अनि फनी कन्टेन्ट जो छ, त्यो मैले हिन्दीमा बनाउँछु, किनकि इन्डियामा बसेको। त्यही भएर मेरो फर्स्ट कमान्डिङ जो ल्याङ्ग्वेज छ त्यो हिन्दी भइसकेछ, तर नेपाली त बोल्न चाहिँ सक्छु ओभियसली। त्यही भएर मैले अब नेपालीमा नि कन्टेन्ट्स बनाउने छु। अनि त्यस्तो जो मैले ट्राई गरेँ एउटा शायरी गर्नेको, त्यस्तो सुन्नेछ हजुरले। अनि च्यानलको नाम हो कानुङ ग्याङ्स। अब जो मगर समाजको हो तिम्रो त थाहै छ कानुङ भनेको के हुन्छ है, तर अरू दिदी बहिनीहरू, अरू साथी भाइहरूलाई यो छ कुरा कि कानुङ भनेको नेपालीमा हाम्रो, अनि ग्याङ्स भनेको त म है। त हाम्रो ग्याङ्स च्यानलको नाम हो। अब फोकस चाहिँ मैले क्रिकेटमा, इन्डियन क्रिकेटको माथि गर्दैछु, तर अब नेपाली क्रिकेटमा नि कुरा गर्नेछौँ यार, शायरी नि गर्नेछौँ। अनि सँगैसँगै एउटा अझै एउटा कन्फेसन यो हो कि यार हिजो मैले आफ्नो एनालिटिक्स हेर्दै थियो, यसमा थाहा पाएँ कि यार मेरो जो कन्टेन्ट्सहरू छ नि त्यो केटीहरूले नि ठिकठाक हेर्छ यार, 35% to 45%, विच इज गुड अमाउन्ट अफ नम्बर्स। सो अब के छ कि मैले केटीहरूको माथि नि कन्टेन्ट्स बनाउने छु है, तिनीहरूको फोकस केटीहरूको माथि नि है। त्यही भएर त्यो नि एउटा एक्साइटेड मोमेन्ट्स हुनेछ। त यो एउटा राम्रो कुरा हो। नि साथमा आज रातिदेखि एउटा सेगमेन्ट नि स्टार्ट गर्नेछ। मैले सोचेँ कि अब राम्रो बेला हो हजुरहरूसँग आएर कुरा गर्नेको। त यो भिडियो अगर हजुरले हेर्नु भएको छ कतैबाट, अनि नेपाली हो, हजुर नेपाली बुझ्नुहुन्छ, मलाई सपोर्ट गर्न सक्नुहुन्छ। अनि म हजुरलाई भेट्दै गर्नेछु यस्तै भिडियोसँग अनि राम्रो राम्रो कन्टेन्टहरूसँग। बाई।